नमस्कार, म श्री प्रसाद विष्ट राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र नाकमा छु र अहिलेको परिप्रेक्ष्यमा रासायनिक मलको धेरै अभाव हुन्छ। हामीसँग पहिलेदेखि अभाव भइरहेको छ र यसको लागि रासायनिक मलको विकल्पको हिसाबमा हामीले बायोचारमा चाहिँ गौतलाई, गाईबस्तुको पिसाबलाई चाहिँ चार्ज गरेर हाल्दाखेरि त्यसले चाहिँ बोट बिरुवामा आवश्यक पर्ने खाद्य तत्त्वहरू परिपूर्ति गर्न एकदमै सहयोग गर्छ र यसको रासायनिक मलको वैकल्पिकको हिसाबमा हामीले बायोचारलाई प्रयोग गर्न सकिन्छ। बायोचार भनेको चाहिँ एक किसिमको अँगार हो र यसमा चाहिँ तत्त्वहरू केही पनि हुँदैन। त्यही भएर चाहिँ यसमा हामीले गाईबस्तुको पिसाबमा भएको जति पनि खाद्य तत्त्वहरू छन्, ती खाद्य तत्त्वहरूलाई चाहिँ यो बायोचारसँग राखिसकेपछि, मिसाइसकेपछि यसले चाहिँ संरक्षण पनि गरेर राख्छ र आवश्यक परेको खाद्य तत्त्वहरू समय समयमा बोट बिरुवालाई उपलब्ध गराउन मद्दत गर्छ। बायोचार बनाउनको लागि विशेष गरी आवश्यक पर्ने कच्चा पदार्थमध्ये हामीले बोट बिरुवाका हाँगाबिगाहरू भए, त्यसपछि खोया, कफीहरूका खोस्टाहरूदेखि लिएर भुस, आराको धुलो, यी सबै चिजबाट चाहिँ जति पनि अनि यहाँ कृषिबाट जति निक्लिन्छन् अवशेषहरू, ती सबैलाई चाहिँ हामीले बायोचार बनाउन सकिन्छ। र यसरी बायोचार चाहिँ अब हामीसँग भएका धेरै झारपातहरू पनि छन्, जुन चाहिँ बनमारा जस्ता, त्यसपछि भयो यो लेन्टेना भनेर भन्छौँ, जुन यस्ता खालका काँडाहरू भएका, त्यस्ता खालका जुन चाहिँ काहीँ प्रयोगमा आउँदैन, त्यस्ता खालका चिजहरूलाई पनि हामीले बायोचार बनाउनको लागि प्रयोग गर्न सकिन्छ।